हेलो स्टुडेन्ट्स, आज चाहिँ हामी क्लास 10 को फाइनल अकाउन्ट को कुरा गर्न गइरहेका छौं। फाइनल अकाउन्ट को लागि चाहिँ हामी कुरा गर्नु पर्दाखेरि हामीले चाहिँ फाइनल अकाउन्ट भने चाहिँ के बुझ्छौं भनेपछि द अकाउन्ट व्हिच इज प्रिपेयर्ड एट द एन्ड अफ द फिजिकल इयर टु एसर्टेन द प्रॉफिट एन्ड लस एन्ड टु डिटरमाइन द फाइनान्शियल कन्डिसन अफ द अर्गनाइजेसन इज नोन एज फाइनल अकाउन्ट। है, कुनै पनि व्यवसायको वर्षभरिको नाफा नोक्सान कतिको छ र उसको चाहिँ वित्तीय अवस्थाको बारेमा जानकारी दिनको लागि चाहिँ हामीले फाइनल अकाउन्ट चाहिँ तयार पार्ने गर्छौं। र हामीले क्लास 10 को कुरा गर्छौं भने चाहिँ क्लास 10 मा चाहिँ फाइनल एक्जामिनेसनको लागि एससी एक्जामिनेसनको लागि चाहिँ तपाईहरुले एकदमै इम्पोर्टेन्ट च्याप्टर चाहिँ हाम्रो फाइनल अकाउन्ट चाहिँ हो। है, फाइनल अकाउन्टबाट चाहिँ हामीलाई सी मा चाहिँ के हुन्छ भन्दा 8 मार्क्स को लागि चाहिँ 8 मार्क्स को लागि चाहिँ लङ क्वेशनमा चाहिँ यो क्वेशन सोधिने गर्छ। र मोस्ट अफ द केसेसहरुमा चाहिँ के छ भन्दा धेरै स्टुडेन्टहरुको चाहिँ टाउको दुखाइको विषय पनि फाइनल अकाउन्ट चाहिँ बन्ने गरेको हामी देख्न सक्छौं। सो स्टुडेन्टहरु पनि के गर्नुहुन्छ भन्दा सुरुमा चाहिँ फाइनल अकाउन्ट गर्न लाग्नुहुन्छ, जसले गर्दा टाइम पनि धेरै वेस्ट भइरहेको हुन्छ। यता ट्रेडिङ मिलाउन थाल्यो, पीआर मिलिरहेको हुन्छ र पीआर मिलाउन थाल्यो, ब्यालेन्स सिट चाहिँ नमिल्ने समस्या हुन्छ। तर आजको यो भिडियो पछि चाहिँ तपाईहरुलाई त्यस्तो कुनै पनि समस्या चाहिँ नहुने चाहिँ मैले तपाईहरुलाई चाहिँ ढुक्क हुन चाहिँ आग्रह गर्न चाहन्छु। सो तपाईहरुले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि अब यसको बारेमा फुल्ली कन्सेप्ट चाहिँ बुझ्नु पर्यो पहिला। है, हामीले फाइनल अकाउन्ट भन्ने बित्तिकै हामीसँग तीनवटा अकाउन्टको कन्सेप्ट छ। एउटा चाहिँ हामीसँग छ ट्रेडिङ अकाउन्ट, है, अर्को चाहिँ हामीसँग छ प्रॉफिट एन्ड लस अकाउन्ट जसलाई हामी पीएल अकाउन्ट भनेर पनि भन्छौं, र अर्को हामीसँग छ ब्यालेन्स सिट। है, सो हामीसँग चाहिँ के छ भन्दा ट्रेडिङ अकाउन्ट, प्रॉफिट एन्ड लस अकाउन्ट र ब्यालेन्स सिट तीनवटा अकाउन्ट छ हामीले चाहिँ फाइनल अकाउन्ट तयार गर्नको लागि। सो हामीले यो तीनवटा अकाउन्ट्स मध्ये हेर्नुस् है, अगाडि हामीले डेफिनेसनमा के भनेको थियौ, टु नो द प्रॉफिट एन्ड लस एन्ड टु एसर्टेन द फाइनान्शियल पोजिसन भनेको थियौ। त्यही अनुसार प्रॉफिट एन्ड लस पत्ता लगाउनको लागि चाहिँ हामीले के तयार गर्दै रहेछौं, ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्ट भने एउटा अर्गनाइजेसनको फाइनान्शियल स्टेटस पत्ता लगाउनको लागि चाहिँ हामीले के तयार पार्छौं त, ब्यालेन्स सिट चाहिँ तयार पार्छौं। अब यो तीनैवटा अकाउन्ट चाहिँ हामीले तयार पारेर के गर्ने गर्छौं त भन्दा फाइनल अकाउन्ट चाहिँ कम्प्लिट गर्ने चाहिँ गर्छौं। सो आजको हामी यो क्लासमा चाहिँ के सिक्दै छौं त भन्दाखेरि हामीले ट्रेडिङ अकाउन्ट कसरी बनाउने, प्रॉफिट एन्ड लस अकाउन्ट कसरी बनाउने र त्यसपछि चाहिँ ब्यालेन्स सिट कसरी तयार पार्ने, यसका विभिन्न खालका एडजस्टमेन्ट इन्ट्रीजहरु के छन्, है, ती एडजस्टमेन्ट इन्ट्रीजहरुलाई चाहिँ ट्रेडिङमा कसरी राख्ने, प्रॉफिट एन्ड लस अकाउन्टमा कसरी राख्ने र ब्यालेन्स सिटमा चाहिँ यसको कसरी समायोजन गर्ने भन्ने कुरा चाहिँ हामीले अबको विभिन्न भिडियोजहरुमा विभिन्न पार्ट्सहरु बनाएर चाहिँ हामीले सिक्ने छौं। फाइनल अकाउन्टको बारेमा कम्प्लिट नलेज चाहिँ हामीले लिने छौं। सो हामीसँग बोर्डमा तपाईले देख्न सक्नुहुन्छ ट्रेडिङ अकाउन्टको मैले स्पेसिमेन बनाइदिएको छु र प्रॉफिट एन्ड लस अकाउन्टको पनि स्पेसिमेन चाहिँ मैले बनाइदिएको छु। अब तपाईहरुले चाहिँ एउटा कुरा चाहिँ याद के गर्नै पर्ने हुन्छ त भन्दाखेरि हाम्रो ट्रेडिङ अकाउन्ट भनेको चाहिँ द अकाउन्ट व्हिच इज प्रिपेयर्ड टु रेकर्ड द डाइरेक्ट एक्सपेन्सेस एन्ड डाइरेक्ट इन्कम भनेर चाहिँ तपाईहरुले बुझ्नु होला। डाइरेक्ट एक्सपेन्सेसहरु र डाइरेक्ट इन्कमहरु रेकर्ड गर्नको लागि तयार पारिने अकाउन्ट चाहिँ हाम्रो के हो त, ट्रेडिङ अकाउन्ट हो। फ्रम व्हिच वी क्यान एसर्टेन द ग्रस लस एन्ड द ग्रस प्रॉफिट। हामीले चाहिँ ट्रेडिङ अकाउन्टबाट ग्रस लस र ग्रस प्रॉफिट चाहिँ हामीले ट्रेडिङ अकाउन्टबाट चाहिँ पत्ता लगाउँछौं। है, अब हेर्नुस्, मैले धेरै कुराहरु चाहिँ यसमा राखेको छैन। तपाईहरुको बुकमा धेरै पोइन्ट्सहरु हुन्छन् स्पेसिमेनमा, तपाईले त्यसमा चाहिँ पढ्न सक्नुहुन्छ। तर मैले त्यसमा के राखेको छु भन्दाखेरि त्यस्ता पोइन्ट्सहरु जसले चाहिँ धेरै सोधि पनि राख्छन् र जसले विद्यार्थीलाई चाहिँ धेरै कन्फ्युज पनि गराइराखेको हुन्छ, त्यस्ता पोइन्ट्सहरु चाहिँ मैले तपाईहरुलाई यसमा थोरै कन्सेप्ट दिनको लागि चाहिँ राखेको छु। जस्तै हामीले ट्रेडिङ अकाउन्टको सुरुवात गर्दै गर्दाखेरि जहिले पनि हाम्रो क्रेडिट साइडतिरबाट सुरुवात गर्यौं भने चाहिँ हामीलाई सजिलो हुन्छ। है, क्वेशन चाहिँ हामीलाई ट्रायल ब्यालेन्स दिएको हुन्छ। ट्रायल ब्यालेन्समा हाम्रो 5वटा हेडिङ्सहरु हुन्छ। सो 5वटा कुराहरु चाहिँ ट्रायल ब्यालेन्समा राखिएको हुन्छ। एउटा हुन्छ एसेट्स, डेबिट साइडतिर एसेट्स र एक्सपेन्सेस राखिएको हुन्छ भने क्रेडिट साइडतिर चाहिँ तपाईको क्यापिटल, लायबिलिटी र इन्कम राखिएको हुन्छ। है, अब हेर्नुस्, हामीले के गर्ने हो भनेपछि यो एक्सपेन्सेस र यो इन्कमहरु जति पनि हाम्रो ट्रायल ब्यालेन्समा एक्सपेन्सेस र इन्कमहरु छन् नि, यो एक्सपेन्सेस र इन्कमहरुलाई चाहिँ हामीले के गर्ने त भन्दाखेरि कि त हाम्रो ट्रेडिङ अकाउन्टमा जान्छ कि त भने चाहिँ हाम्रो यिनीहरु कहाँ जान्छ त, पीएल अकाउन्टमा जाने चाहिँ हुन्छ। जति पनि हाम्रो ट्रायल ब्यालेन्समा दिएको एक्सपेन्सेस र इन्कमहरु छन् यो सबै चाहिँ हाम्रो के हुन्छ भन्दा
कि त ट्रायल ब्यालेन्समा जाने भयो, सरी कि त ट्रेडिङ अकाउन्टमा जाने भयो, होइन भनेपछि पिएल अकाउन्टमा चाहिँ जाने भयो। र बाँकी रहेको जुन हाम्रो एसेट्स र हाम्रो क्यापिटल लायबिलिटीहरू छन् यिनीहरू चाहिँ कहाँ जान्छन् त भन्दाखेरि ब्यालेन्स सिटमा चाहिँ रेकर्ड गर्ने गरिन्छन्। र सजिलोको लागि म तपाईँलाई एउटा अर्को कुरा पनि के भन्छु भन्दाखेरि तपाईहरुको जति पनि त्यहाँ चाहिँ डेबिटका आइटमहरू छ नि ट्रायल ब्यालेन्समा, ती डेबिटका आइटमहरू चाहिँ हाम्रो ट्रेडिङ र पिएल को पनि डेबिटमै आउँछन् र ब्यालेन्स सिटको चाहिँ कता जान्छन् त एसेट साइडमा जान्छन्। यो कुरा चाहिँ तपाईले याद गर्नु होला र केयर पनि गर्नु होला है। जति पनि ट्रायल ब्यालेन्समा डेबिटका पोइन्टहरू छन् ती सबै कहाँ जान्छन् त कि त ट्रेडिङको डेबिटमा जान्छन् कि त भनेपछि प्रॉफिट एन्ड लस एकाउन्टको डेबिटमा जान्छन् है। एउटा मात्रै चाहिँ हामीसँग डेबिटमा भएको डेबिटमा नजाने त्यो सेल्स रिटर्न अथवा रिटर्न इनवार्ड भनेर भन्छौं, जसलाई चाहिँ हामी ट्रेडिङ अकाउन्टमा सेल्सबाट घटाउँछौं। र अर्को कुरा जति पनि क्रेडिटमा भएका पोइन्ट्सहरू छन् ती सबै हाम्रो कि त ट्रेडिङको क्रेडिटमा जान्छन्, होइन भनेपछि प्रॉफिट एन्ड लस एकाउन्टको क्रेडिटमा जान्छन्। जसरी सेल्स रिटर्न डेबिटमा गएर चाहिँ उता क्रेडिटमा एडजस्टमेन्ट गरिन्छ, त्यसैगरी पर्चेज रिटर्न पनि क्रेडिटमा छ भने ट्रायल ब्यालेन्समा त्यसलाई चाहिँ हामी डेबिट साइडमा चाहिँ के गर्छौं त ट्रेडिङ अकाउन्टको एडजस्ट गर्छौं। र बाँकी सबै क्रेडिटमा भएका ट्रायल ब्यालेन्सका पोइन्ट्सहरू चाहिँ कहाँ आउने गर्छन् त क्यापिटल एन्ड लायबिलिटी साइडमा चाहिँ आउने गर्दछन् है। यो कन्सेप्ट चाहिँ तपाईहरुले नबिर्सिनु होला। अब यति बुझिसकेपछि हामीले के गर्छौं त भन्दाखेरि जहिले पनि ट्रेडिङ अकाउन्ट अफ भनेर चाहिँ कम्पनीको नाम लेख्नु पर्ने हुन्छ। हेर्नुस् है, धेरै स्टुडेन्टहरूले चाहिँ स्पेसिमेन पनि बनाउन सक्नु भएको हुँदैन, तर तपाईहरुले चाहिँ स्पेसिमेन चाहिँ एकदमै राम्रोसँगले बुझेको हुनु पर्यो र बनाउन पनि जानेको चाहिँ हुनुपर्ने हुन्छ। ट्रेडिङ अकाउन्ट अफ भनेर चाहिँ हामीले कुनै पनि कम्पनीको नाम लेख्छौं, अथवा नेपाली मिडियमबाट हेर्दै हुनुहुन्छ भने व्यापार खाता भनेर चाहिँ तपाईले लेख्नु पर्यो। कुनै पनि व्यवसायको नाम चाहिँ अगाडि लेखिन्छ, जस्तै राम कम्पनीको व्यापार खाता अथवा चाहिँ सीता कस्मेटिकको व्यापार खाता भनेर लेख्ने। तल चाहिँ तपाईले मिति लेख्नुपर्छ। मिति लेख्नको लागि फर द इयर इन्डेड चाहिँ नछुटाउनु होला है। यो भनेको स्पेसिमेन हो। र तपाईहरुको यतापट्टि लेफ्ट ह्यान्ड साइडमा चाहिँ तपाईहरुले डेबिट र राइट ह्यान्ड साइडमा जहिले पनि के गर्नुपर्ने हुन्छ त क्रेडिट भनेर चाहिँ डिनोट गरिदिनु पर्ने चाहिँ हुन्छ। डेबिट साइड भनेको हाम्रो एक्सपेन्सेसको साइड हो र क्रेडिट साइड भनेको इन्कम साइडको चाहिँ इन्कम साइड हो भनेर चाहिँ तपाईहरुले बुझ्नु होला। अब डेबिटमा हामीले कस्तो एक्सपेन्सेसहरु लेख्छौं त भन्दाखेरि द एक्सपेन्सेस व्हिच आर रिलेटेड टु म्यानुफ्याक्चरिङ एन्ड फ्याक्ट्री एक्सपेन्सेस है। म्यानुफ्याक्चरिङसँग रिलेटेड एक्सपेन्सेसहरु छन् अथवा चाहिँ फ्याक्ट्रीसँग रिलेटेड एक्सपेन्सेसहरु छन् भने पनि हामीले त्यसलाई कहाँ लेख्छौं त ट्रेडिङ अकाउन्टको डेबिट साइडमा चाहिँ लेख्ने गर्दछौं। यसमा चाहिँ तपाईहरुले नसोच्नु होला। जस्तै अब यसको लागि हामीले सुरुमा खोज्नुपर्ने हुन्छ ओपनिङ स्टक है। जहिले पनि हामीले ट्रेडिङ अकाउन्टको सुरुवात गर्दाखेरि डेबिट साइडमा चाहिँ ओपनिङ स्टकलाई चाहिँ तपाईहरुले खोज्नु होला। र डेबिट साइडमा हामीले जहिले पनि लेख्दाखेरि के भनेर सुरु गर्छौं त टु भनेर चाहिँ सुरु गर्छौं है। त्यसपछि हामीले पर्चेज भनेको छ। पर्चेज भनेको चाहिँ अब खरिद गर्नु है। खरिद गरिसकेपछि यसले पनि हाम्रो खर्च बढाउँछ र यो चाहिँ हाम्रो फ्याक्ट्री रिलेटेड खर्च भएको कारणले गर्दाखेरि यसलाई पनि हामीले यता डेबिटमा लेख्यौं। त्यसपछि वेजेसहरु अब विभिन्न चाहिँ मजदुरहरुलाई तिर्ने चाहिँ ज्याला हो है। यो ज्यालालाई पनि हामीले चाहिँ यता ट्रेडिङ अकाउन्टमा लेख्छौं। त्यसपछि विभिन्न खालका म्यानुफ्याक्चरिङ एक्सपेन्सेसहरु छन्। अब तपाईहरुलाई कस्टम ड्युटी भन्ला, एक्साइज ड्युटी भन्ला, अक्ट्री भन्ला, यी सबैहरु चाहिँ हाम्रो के हुन्छन् त ट्रेडिङ अकाउन्टमा नै पर्छन्। त्यसैगरी अर्को छ फ्राइटलाई पनि हामीले चाहिँ ट्रेडिङ अकाउन्टमा नै लेख्छौं। र अर्को मेनली क्यारेज इनवार्ड भनेको छ। हेर्नुस् है, तपाईहरुलाई क्यारेज मात्रै भन्छ अथवा चाहिँ क्यारेज इनवार्ड भन्छ भनेर चाहिँ तपाईहरुले त्यसलाई ट्रेडिङमा लेख्नु पर्ने हुन्छ। तर त्यही गरी क्यारेज आउटवार्ड भन्यो भने चाहिँ फेरि हामीले कता लेख्छौं त क्यारेज आउटवार्डलाई फेरि प्रॉफिट एन्ड लस एकाउन्टमा लेख्छौं है। अब यो किन हो भनेर चाहिँ तपाईले बुझ्नुहुन्छ भनेपछि क्यारेज इनवार्ड भनेको चाहिँ क्यारेज भनेको ट्रान्सपोर्टेसन फी भनेर बुझ्नुस् तपाईहरुले है। कुनै पनि हामीले ठुलो ठुलो चाहिँ सामानहरु मगाउँदाखेरि लार्ज बल्क अमाउन्टमा चाहिँ सामान मगाउँदाखेरि के गर्छौं भन्दाखेरि मालवाहक गाडीहरुलाई तिर्ने ट्रान्सपोर्टेसन फी चाहिँ हाम्रो क्यारेज हो। अब क्यारेज इनवार्ड चाहिँ कतिखेर इनवार्ड भनेको भित्र ल्याउँदै गर्दाखेरि अब भित्र ल्याउने बेला के गरेर हुन्छ भने हामीले पर्चेज गरेर हुन्छ। अब पर्चेज गर्नु भनेको म्यानुफ्याक्चरिङ प्रोसेसको लागि अथवा चाहिँ फ्याक्ट्री रिलेटेड एक्सपेन्सेस भएको कारणले गर्दाखेरि चाहिँ यो क्यारेज इनवार्ड भएर चाहिँ हाम्रो ट्रेडिङमा गयो। तर क्यारेज आउटवार्ड चाहिँ हामी कतिखेर गर्छौं त भन्दाखेरि त्यो सामान ल्याइसकेर त्यसलाई प्रोसेस गरेर त्यसबाट फाइनल प्रोडक्ट बनाइसकेपछि हामी त्यो सामानलाई चाहिँ
बेच्नको लागि चाहिँ क्यारेज आउटवर्ड गर्छौँ। सो यो चाहिँ हाम्रो सेलिङ एक्सपेन्सेसमा पर्ने भएको कारणले गर्दाखेरि प्रफिट एन्ड लस अकाउन्टमा चाहिँ यो गएको। मैले यो बुझाउनको लागि चाहिँ तपाईँहरूले दुईटै अकाउन्ट चाहिँ सँगै बनाइदिएको छु है त। अब त्यसपछि रहेका बाँकी सम्पूर्ण अदर डाइरेक्ट एक्सपेन्सेसहरूलाई चाहिँ हामीले के गर्छौँ त ट्रेडिङ अकाउन्टमा राख्छौँ। त्यसैगरी क्रेडिट साइडतिर जाँदाखेरि अब हामीले सुरुमा सेल्स लेख्छौँ। सेल्स लेखिसकेपछि सेल्ससँग जहिले पनि कि त रिटर्न इनवर्ड खोज्ने होइन भने चाहिँ सेल्स रिटर्न खोज्ने। यो चाहिँ हाम्रो डेबिट साइडमा हुन्छ ट्रायल ब्यालेन्सको। यसलाई घटाइसकेपछि हामीले क्लोजिङ स्टकलाई लेखिसकेर चाहिँ हामीले यसलाई अकाउन्टलाई चाहिँ क्लोज गरिदिन्छौँ। र धेरै जसो स्टुडेन्टलाई अर्को कन्फ्युजन पार्ट के हो भनेपछि ट्रेडिङ अकाउन्ट होस् अथवा प्रफिट एन्ड लस अकाउन्ट हो ब्यालेन्स गर्न चाहिँ तपाईँले जानिराख्नु भएको हुँदैन। सो यसलाई ब्यालेन्सिङ गर्ने चाहिँ एकदमै छोटो र सजिलो तरिका चाहिँ म तपाईँहरूलाई सिकाउँदैछु है त। यसलाई एकदम ध्यान दिएर हेर्नु होला। सुरुमा हामीले के गर्छौँ त भन्दाखेरि डेबिट टोटल गर्छौँ है। के गर्छौँ डेबिट टोटल गर्छौँ र त्यसपछि हामीले क्रेडिट टोटल गर्छौँ। अब हेर्नुहोस् फर इक्जाम्पलको लागि यो क्रेडिट साइड भनेको त हाम्रो के हो त इन्कम साइड हो है। यो इन्कम साइड हामीलाई थाहा छ। यो डेबिट साइड भनेको चाहिँ के हो त फेरि एक्सपेन्सेस साइड हो। यो पनि हामीलाई थाहा छ है। सो हामीले यसबाट पत्ता लगाउने के हो त फेरि कि त हाम्रो ग्रस प्रफिट हो कि त हाम्रो ग्रस लस हो। यो कुरा पनि हामीलाई थाहा छ। सो हामीले यहाँ ग्रस प्रफिट र ग्रस लस कसरी थाहा पाउँछौँ त भन्दाखेरि यसलाई ब्यालेन्सिङ चाहिँ हामीले सुरुमा गर्नुपर्ने हुन्छ है। ल फर इक्जाम्पलको लागि मैले यहाँ सजिलोको लागि 1,000 रुपियाँ चाहिँ दिएँ है। हामीलाई हिसाब गर्न सजिलो होस् भनेर चाहिँ मैले 1,000 रुपियाँ चाहिँ लेखेँ। अब तपाईँहरूको क्वेसन अनुसार यहाँ जति पनि हुन सक्छ है। मैले चाहिँ के गरेँ त सजिलोको लागि सबैमा चाहिँ 1,000 लेखेँ है त। ल यसमा पनि मैले 1,000 लेखेँ। अब यसमा पनि मैले के गरेँ त 1,000 रुपियाँ चाहिँ लेखेँ। 1,000 रुपियाँ लेखेँ है। अब हामीले यो पैसा लेखिसकेपछि अथवा यो अमाउन्ट फिगर आउट गरिसकेपछि के गर्ने भनेको छ त मैले एक्सपेन्सेस भनेको डेबिटलाई टोटल गर्ने इन्कम क्रेडिटलाई टोटल गर्ने। अब हेर्नुहोस् यसलाई चाहिँ अलिकति रफमा गर्न अलिकति साइडमा आफूले बुझ्ने गरी आफूलाई थाहा हुने गरी गर्नुलाई। अब हेर्नुहोस् त क्रेडिट टोटल गर्दाखेरि हाम्रो कति भएको छ यहाँ 2,000 रुपियाँ भएको छ है। र डेबिट टोटल गर्दाखेरि 1 2 3 4 5 6 7 7,000 चाहिँ हाम्रो डेबिट टोटल भएको छ भने क्रेडिट टोटल चाहिँ कति भयो 2,000 रुपियाँ भयो। अब हामीले के गर्छौँ त भन्दाखेरि दुईवटा अमाउन्टलाई हेर्छौँ। हेर्नुहोस् है ब्यालेन्सिङ गर्ने एकदमै सजिलो र छोटो तरिका चाहिँ म सिकाउँदैछु। दुईवटा टोटल अमाउन्ट निकालिसकेपछि हामीले दुईवटा अमाउन्ट मध्ये ठुलो अमाउन्टलाई हेर्छौँ है। यहाँ हामीसँग एउटा 7,000 छ, अर्को हामीसँग यहाँ 2,000 छ। अब यो दुईवटा अमाउन्ट भन्दा हामीसँग कुन ठुलो छ 7,000 पक्कै पनि। सो हामीले यो 7,000लाई चाहिँ के गर्छौँ त भन्दाखेरि दुवैतिर लेख्छौँ। यता पनि 7,000 लेख्छौँ, यता पनि 7,000 रुपियाँ चाहिँ लेखिदिन्छौँ। र अर्को कुरा के गर्छौँ त हामी भन्दाखेरि हेर्नुहोस् त यो टोटल त 7,000 छँदैन हो, तर यो दुईटालाई मात्रै जोडेपछि 7,000 पुग्छ त पुग्दैन। सो यसलाई हामी ब्यालेन्सिङ गराउनको लागि के गर्नुपर्ने हुन्छ त भन्दाखेरि यहाँ नपुगेको पैसा थप्नुपर्ने हुन्छ। हेर्नुहोस् है यहाँ कति पुगेन हाम्रो 5,000 रुपियाँ चाहिँ पुगेन। सो यो 5,000 नपुगेको कारणले गर्दाखेरि हामीले यहाँ 5,000 रुपियाँ थप्यौँ। अथवा यसलाई हामीले कसरी निकाल्ने भन्दाखेरि ठुलो अमाउन्टबाट सानो अमाउन्टलाई डिडक्ट गर्ने है। ठुलो अमाउन्टबाट सानोलाई डिडक्ट गर्ने, निक्लेको डिफरेन्स अमाउन्ट है, निक्लेको डिफरेन्स अमाउन्टलाई जतातिर कम छ त्यतातिर थपिदिने। अब यो थपिसकेपछि एउटा जादु हुन्छ। हेर्नुहोस् है त्यो जादु के भयो त 1,000 1,000 2,000 2,000 र 5,000 7,000। यो पनि 7,000 भयो, यो पनि 7,000 भयो। हाम्रो ब्यालेन्सिङ चाहिँ भयो। अब अर्को कुरो यो थपिसकेपछि अब यसलाई त केही नाम त दिनु पर्यो। सो हामीले चाहिँ अब यसलाई के नाम दिने त भन्दाखेरि हेर्नुहोस् है भाइ अब यो 5,000 हाम्रो के हो भनेर पनि बुझ्नु पर्यो। अघिसम्म त अमाउन्टको कुरा गरेको थिएँ, अहिले हामीले यसलाई के हो भनेर बुझौँ। यो 7,000 भनेको हाम्रो के हो हेर्नुहोस् न एक्सपेन्सेस हो। हेर्नुहोस् है 7,000 रुपियाँ चाहिँ हाम्रो खर्च भएछ, इन्कम चाहिँ हाम्रो कति भएछ त 2,000 रुपियाँ मात्रै भएछ। अब हामीले कमाउने चाहिँ 2,000, खर्च गर्ने चाहिँ कति 7,000 भनिसकेपछि अब कमाइ भन्दा यहाँ के भयो त खर्च धेरै भयो। सो यस्तो अवस्थामा हामीलाई के हुन्छ त लस हुन्छ है। यस्तो अवस्थामा हामीलाई के हुन्छ लस हुन्छ। सो हामीले ट्रेडिङ अकाउन्टमा निकाल्ने लसलाई के भन्छौँ त ग्रस
लस भनेर चाहिँ भन्छौँ है। अब हामीले चाहिँ यसलाई के गर्यौँ त ग्रस लस भनेर डिटरमाइन गर्यौँ। सो हाम्रो ग्रस लस चाहिँ कति आयो त 5000 रुपैयाँ चाहिँ आयो। सो हामीले यसरी चाहिँ के गर्न सक्छौँ त ग्रस लस चाहिँ यहाँ निकाल्यौँ। तर यदि केही केस चाहिँ हाम्रो के त यतातिरको अमाउन्ट धेरै भइदिएको भए अथवा इन्कम धेरै भएर एक्सपेन्सेस कम भइदिएको भए हामीलाई के हुन्थ्यो प्रफिट हुन्थ्यो। सो हामीले चाहिँ फेरि के भनेर लेखिन्छ यहाँ टु ग्रस प्रफिट भनेर चाहिँ यतातिर चाहिँ ब्यालेन्सिङ गर्ने चाहिँ गर्थ्यौँ। अहिले चाहिँ हामीलाई लसको केस भएको कारणले गर्दाखेरि हामीले चाहिँ अहिले लसलाई चाहिँ निकाल्यौँ है। ल मलाई लाग्छ तपाईहरुले यो ब्यालेन्सिङ गर्ने कुरा चाहिँ अबबाट चाहिँ एकदम क्लियर हुनुभयो होला है। पहिला के गर्ने डेबिट र क्रेडिटलाई टोटल गर्ने, टोटल गरेपछि ठुलो अमाउन्टलाई दुवैतिर राख्ने, दुवैतिर राखेपछि ठुलोबाट सानोलाई घटाउने, ठुलोबाट सानो घटाएपछि जति आउँछ त्यो ब्यालेन्सलाई जता कम छ त्यहाँ थप्ने, त्यो थपिसकेपछि यदि हामीले क्रेडिटमा थप्छौँ भने त्यसलाई ग्रस लस भन्ने, डेबिटमा थप्छौँ भनेपछि ग्रस प्रफिट भनेर भन्ने है। यहाँसम्म चाहिँ तपाईहरु क्लियर हुनुभयो ट्रेडिङ अकाउन्टको लागि। अब त्यसपछि हामी जान्छौँ प्रफिट एन्ड लस अकाउन्टमा। अब प्रफिट एन्ड लस अकाउन्टमा चाहिँ हाम्रो के हुन्छ भनेपछि हामीले फेरि त्यही कुरा गर्ने हेर्नुस् है। यतापट्टि हाम्रो लेफ्ट ह्यान्ड साइडमा चाहिँ हाम्रो डेबिट हुन्छ र उतापट्टि राइट ह्यान्ड साइडमा चाहिँ हाम्रो के हुन्छ त क्रेडिट हुन्छ। सो हाम्रो चाहिँ स्पेसिमेनमा यतापट्टि पर्टिकुलर्स लेख्छौँ, यतापट्टि अमाउन्ट लेख्छौँ, यतापट्टि पर्टिकुलर्स, यतापट्टि अमाउन्ट। अब यो लेजरमा चाहिँ हाम्रो डेट हुँदैन है। डेट किन हुँदैन त भन्दाखेरि यो हामी चाहिँ वर्षको हामी अन्तिममा बनाउँछौँ। सो हामीले चाहिँ माथि वर्षको अन्तिम एउटा मिति मात्रै लेखिदिएको हुन्छौँ। प्रत्येक ट्रान्जेक्सनको फरक फरक डेट चाहिँ हुँदैन। यसको स्पेसिमेन चाहिँ पर्टिकुलर्स अमाउन्ट, पर्टिकुलर्स अमाउन्ट। अब हेर्नु सुरुमा के होला चाहिँ हेर्नु त डेबिट साइडमा चाहिँ हामीले ग्रस लस लेख्छौँ है। यदि हाम्रो ट्रेडिङ अकाउन्टबाट ग्रस लस अथवा चाहिँ ग्रस प्रफिट दुईटा मध्ये एउटा त आउँछ है। हाम्रो ट्रेडिङ अकाउन्ट बनाउने पनि त्यसकै लागि नै हो। तर यदि ग्रस लस आएको छ भने त्यसलाई चाहिँ कहाँ राख्ने डेबिट साइडमा राख्ने। यदि ग्रस प्रफिट आएको छ इफ भनेको छ है, इफ यदि ग्रस प्रफिट आयो भने चाहिँ त्यसलाई कहाँ राख्ने त क्रेडिट साइडमा राख्ने। अब अरु हेर्नुस् धेरै कुराहरु चाहिँ हामीले जानि पनि सकेको छौं, बुझि पनि सकेको छौं। तर मैले अघि नै भनिसके यहाँ मैले यस्ता मात्रै टपिकको कुरा गर्दैछु जसले चाहिँ स्टुडेन्टहरुलाई धेरै कन्फ्युज बनाउँछन् र ट्रेडिङ पीआर अकाउन्ट चाहिँ स्टुडेन्टहरु गर्न सकिरहेको हुँदैन। सो हामीले अब क्रेडिट साइडमा के राख्ने त भन्दाखेरि इन्कम राख्ने हो। इन्कम जसरी अघि हामीले ट्रेडिङ अकाउन्टमा डेबिट र क्रेडिटमा एक्सपेन्सेस है म्यानुफ्याक्चरिङ रिलेटेड र फ्याक्ट्री रिलेटेड एक्सपेन्सेसहरु राख्यौं र इन्कमहरु राख्यौं, त्यसैगरी अब हामीले प्रफिट एन्ड लसमा पनि के गर्छौं त भन्दाखेरि एउटा चाहिँ अफिस है, अफिस रिलेटेड, अर्को चाहिँ हाम्रो के त भन्दाखेरि सेलिङ रिलेटेड एक्सपेन्सेस र इन्कमहरुलाई चाहिँ हामीले प्रफिट एन्ड लस अकाउन्टमा चाहिँ राख्छौं। सो हेर्नु त प्रफिट अन सेल्स भनेर चाहिँ बेच्दाखेरि चाहिँ फाइदा भयो भने पनि हामीले कहाँ राख्नु पर्यो प्रफिट एन्ड लसको क्रेडिट साइडमा। त्यसैगरी डिस्काउन्ट अन पर्चेज खरिद गर्दाखेरि हामीले कहिलेकाहीँ डिस्काउन्ट पाउन सक्छौं है, त्यो पनि हाम्रो के हुन्छ त इन्कम हुन्छ। त्यो कारणले गर्दाखेरि यसलाई पनि हामीले क्रेडिटमा राख्नु पर्यो। त्यसपछि विभिन्न खालका कमिसनहरु, इन्ट्रेस्टहरु, रेन्टहरु, डिभिडेन्डहरु रिसिभ पछाडी रिसिभ भनेर जोडियो भनेपछि त्यो पनि हाम्रो के हुने भयो इन्कम हुने भयो। त्यसलाई पनि हामीले कहाँ लेख्ने हो त प्रफिट एन्ड लसको क्रेडिट साइडमा। अनि त्यसैगरी हेर्नु त अर्को एप्रिसिएसन अफ ल्यान्ड भन्यो भनेको ल्यान्डको के हुनु त मूल्य वृद्धि हुनु है। ल्यान्ड मात्र एउटा यस्तो फिक्स एसेट हो जसको चाहिँ के हुन्छ त एप्रिसिएसन हुन्छ भनेको मूल्य वृद्धि चाहिँ हुन्छ र बाँकी अरु फिक्स एसेटहरुको चाहिँ हाम्रो डिप्रिसिएसन हुन्छ जुन चाहिँ हाम्रो खर्च हो भनेपछि ल्यान्डको चाहिँ एप्रिसिएसन हुन्छ। यसलाई पनि हाम्रो के मानिन्छ त इन्कम मानेर क्रेडिट साइडमा चाहिँ लेखिन्छ। अब त्यसैगरी हेर्नु त डेबिट साइडमा, अब डेबिट साइडमा चाहिँ हाम्रो के छ त सुरुमा इलेक्ट्रिसिटी चार्जेस छ हेर्नुस्। अब धेरै स्टुडेन्टहरुले के भन्नुहुन्छ भने सर इलेक्ट्रिसिटी त हाम्रो फ्याक्ट्रीमा चाहिँ काम लाग्छ है, फ्याक्ट्रीमा चाहिँ इलेक्ट्रिसिटी हुन्न सर, इलेक्ट्रिसिटीलाई किन यहाँ लेखिन्छ भन्नुहुन्छ। फ्याक्ट्रीमा तपाईहरुको इलेक्ट्रिसिटी भन्दा पनि हामीले त्यसलाई के भन्छ त पावर भनेर भन्छौँ हेर्नुस् है। हाम्रो यो नर्मल घरमा युज गर्नको लागि अथवा अफिसमा युज गर्नको लागि चाहिँ हामी इलेक्ट्रिसिटी युज गर्छौं, तर फ्याक्ट्रीमा चाहिँ तपाईहरुको पावर हुन्छ हेर्नुस् है, पावर युज गरिन्छ। त्यसलाई चाहिँ हामीले फ्याक्ट्रीमा युज गर्ने ठूलो भोल्टको चाहिँ इलेक्ट्रिसिटीलाई हामी पावर भन्छौं। सो पावर आयो भने चाहिँ तपाईहरु ट्रेडिङमा लेख्नु होला, तर इलेक्ट्रिसिटी मात्रै भनेर चार्जेसहरु आयो भनेपछि चाहिँ तपाईहरुको चाहिँ के त प्रफिट एन्ड लस अकाउन्टमा चाहिँ लेख्नु होला। इलेक्ट्रिसिटी फर फ्याक्ट्री भनेर आयो भने चाहिँ फेरि उतै लेख्नु पर्यो है, तर फ्याक्ट्री भनेर इलेक्ट्रिसिटी चार्जेस मात्रै भन्यो भने प्रफिट एन्ड लस अकाउन्टमा। अब अर्को झुकाउने पोइन्ट चाहिँ हेर्नु त रेन्ट अफ वेयर हाउस भनेर चाहिँ छ। अब वेयर हाउस भनेको त गोदाम हेर्नुस्। अब गोदामको भाडा त सर हाम्रो त फ्याक्ट्रीमा हुन्छ गोदाम, अझ फ्याक्ट्रीको लागि गोदाम युज गरिन्छ भनेर चाहिँ धेरै स्टुडेन्टहरुले भन्नुहुन्छ, तर होइन।
गोदाम भनेको हाम्रो सेलिङको लागि युज गरिन्छ। सो सेलिङ भन्ने बित्तिकै सेलिङ रिलेटेड हाम्रो कहाँ आउने भयो, प्रॉफिट एन्ड लस एकाउन्टमा आउने भयो। त्यसैगरी क्यारिज आउटवर्ड छ, यसको बारेमा मैले अघि नै भनिसके है। क्यारिज इनवर्ड छ भने चाहिँ ट्रेडिङमा, क्यारिज आउटवर्ड छ भने चाहिँ हाम्रो प्रॉफिट एन्ड लस एकाउन्टमा। त्यसैगरी ब्याड डेट्सहरु है, हाम्रो चाहिँ खराब ऋणीहरुलाई पनि हामीले चाहिँ के मान्छौं त एक्सपेन्सेस अथवा लस मानेर प्रॉफिट एन्ड लस एकाउन्टमा राख्छौं। त्यसैगरी विभिन्न खालका अडिट फिजहरु है, ट्रेड एक्सपेन्सेसहरु, यहाँ पनि स्टुडेन्टहरु धेरै झुक्किनुहुन्छ। अगाडि ट्रेड आएको कारणले गर्दाखेरि यसलाई ट्रेडिङमा लेखिदिनुहुन्छ, तर त्यो होइन। ट्रेड भन्ने बित्तिकै हाम्रो व्यापारिक खर्चहरु भनेर बुझ्छौं। अब व्यापार कतिखेर गरिन्छ त भन्दाखेरि कि त अफिसमा बसेर गरिन्छ कि त सेलिङ गर्दाखेरि गरिन्छ। सो ट्रेडिङ एक्सपेन्सेसलाई पनि हामीले कहाँ राख्नु पर्यो, डेबिट साइडमा राख्नु पर्यो। विभिन्न खालका लिगल चार्जेसहरु, अब बैंक चार्जेसहरु अथवा चाहिँ के फिजहरु हुन्छन्, ती सबै फीहरुलाई पनि हामीले केमा लेख्छौं त प्रॉफिट एन्ड लसको डेबिट साइडमा लेख्छौं। र अर्को कुरा धेरै जसो स्टुडेन्टहरु फेरि यहाँ पनि झुक्किनुहुन्छ, इन्स्योरेन्समा पनि झुक्किनुहुन्छ है। अब हेर्नुस्, हामीले यहाँ इन्स्योरेन्स भनेपछि धेरै जसो स्टुडेन्टको दिमागमा के जान्छ भने उहाँहरूले आफ्नो लाइफ इन्स्योरेन्स सम्झिनुहुन्छ। आफ्नो लाइफ इन्स्योरेन्स सम्झिने बित्तिकै गयो गाडी चाहिँ गयो। अब हामी इन्स्योरेन्स भन्ने बित्तिकै के को बुझ्ने त भन्दाखेरि अर्गनाइजेसनको इन्स्योरेन्स भनेर बुझ्ने है। अर्गनाइजेसनको इन्स्योरेन्स जहिले पनि के हुन्छ त भन्दाखेरि खर्च मानिन्छ है। किन भन्दाखेरि अर्गनाइजेसनले जहिले पनि सर्ट टर्मको लागि चाहिँ इन्स्योरेन्स गरेको हुन्छ। यदि त्यो सर्ट टर्ममा चाहिँ अर्गनाइजेसनलाई केही लस भयो भने चाहिँ उसले क्लेम पाउँछ, हुँदै होइन त्यो चाहिँ उसले चाहिँ केही पनि एक्सिडेन्टहरु त्यसको भएन भनेपछि उसले क्लेम पाउँदैन र उसको त्यो पैसा चाहिँ के हुन्छ त खर्च मानिन्छ। त्यही भएर इन्स्योरेन्सलाई चाहिँ हामी के लेख्छौं त खर्चमा लेख्छौं। सो यति पोइन्ट्सहरु बुझिसकेपछि अरु पोइन्ट्सहरु चाहिँ तपाईले के गर्नु होला त बुकमा राम्रोसँग स्टडी गर्नु होला। कुनै पोइन्ट्सको बारेमा त्यस्तो गाह्रो छ भनेपछि तपाईले त्यसको बारेमा पनि क्वेशन गर्न चाहिँ सक्नुहुन्छ। सो हामीले फेरि पनि अब ब्यालेन्सिङको प्रोसेसमा जान्छौं। अब ब्यालेन्सिङमा हामीले अघि नै कुरा गरिसकेका छौं। प्रॉफिट एन्ड लस अकाउन्टमा पनि सेम ट्रेडिङ अकाउन्टको जस्तै केस हो है। क्रेडिट टोटल गर्ने पहिला, त्यसपछि के गर्ने त डेबिट टोटल गर्ने है। क्रेडिट टोटल र डेबिट टोटल गरिसकेपछि हाम्रो के हुन्छ त भन्दाखेरि अब हामीले यसमा नेट प्रॉफिट अथवा चाहिँ नेट लस निकाल्न चाहिँ सहयोग पुर्याउँछ है त। अब हाम्रो हेरौं, यो सबैमा चाहिँ हामीले मानिलियौं, यसमा चाहिँ 2-2 मानौं है, यसमा चाहिँ 2-2 मानौं, यो सबैमा हामीले 2-2 मानौं है। त्यसपछि यसमा चाहिँ हामीले अहिले के मानौं त 1-1 मानौं। यसमा पनि 1000, 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 यसमा पनि सरी यसमा पनि 1000, यसमा पनि 1000। ल अब हामीले यो सबै अमाउन्ट मानिसपछि 2, 4, 6, 8, 10 यता चाहिँ हाम्रो क्रेडिट टोटल कति भयो 10,000 रुपैयाँ भयो है त। अब यता कति छ 1, 2, 3, 4, 5, 6, 7, 8, 9 यता हाम्रो डेबिट टोटल चाहिँ कति भयो अहिले 9,000 रुपैयाँ चाहिँ भयो है। अब अहिले हेर्नुस् त हाम्रो कतातिर ठुलो छ, डेबिट साइड ठुलो छ कि क्रेडिट साइड ठुलो छ? अहिले हाम्रो क्रेडिट साइड भनेको इन्कम साइड चाहिँ ठुलो छ। भनेपछि जुन साइड ठुलो छ त्यसलाई मैले के गर्ने भनेछु दुवैतिर बराबर अमाउन्ट लेख्ने, दुवैतिर के गर्ने बराबर अमाउन्ट लेख्ने। अब त्यसपछि हामीले नेट प्रॉफिट अथवा नेट लस थाहा पाउनलाई के गर्छौं त ठुलोबाट सानो घटाएर ब्यालेन्स निकाल्छौं। 10,000 बाट 9,000 रुपैयाँ घटाइसकेपछि हामीसँग कति बच्यो 1,000 रुपैयाँ। यो चाहिँ हाम्रो ब्यालेन्स हो। अब यहाँ चाहिँ इन्कम धेरै भएको छ, एक्सपेन्सेस कम भएको छ भनेपछि यो 1,000 रुपैयाँ के गर्दा हाम्रो प्रॉफिट भयो। सो अहिले हामीले 1,000 रुपैयाँ कतातिर नपुग्छ हेर्नु त, डेबिट साइडमा 9,000 मात्रै छ, क्रेडिट साइडमा 10,000 छ। नपुगेको भनेको कहाँ हो डेबिट साइडमा। सो हामीले त्यसलाई के गर्ने यहाँ 1,000 रुपैयाँ यहाँ थप्यौं। अब यो 1,000 रुपैयाँ चाहिँ के हो रहेछ त प्रॉफिट भएको रहेछ भनेपछि सो हामीले 2 के गर्नु पर्यो यहाँनिर नेट प्रॉफिट भनेर चाहिँ यसलाई चाहिँ 1,000 रुपैयाँ यहाँ राख्नु पर्यो। र यो 1,000 रुपैयाँ राखिसकेपछि के हुन्छ जादु हुन्छ। जादु चाहिँ के भयो त अब यो सबै जोड्दाखेरि पनि 10,000, यो सबै जोड्दाखेरि पनि 10,000। यसरी चाहिँ हामीले ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्टलाई चाहिँ ब्यालेन्स गर्न सक्छौं। सो हामीले अब ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्ट जानिसकेपछि अब हामी कतातिर जान्छौं त ब्यालेन्स सिटतिर चाहिँ जान्छौं है। ब्यालेन्स सिटको लागि चाहिँ हाम्रो स्पेसिमेन अलिकति फरक हुन्छ है। ब्यालेन्स सिटमा चाहिँ हामीले के गर्छौं त जसरी ट्रेडिङ र प्रॉफिट एन्ड लस अकाउन्टमा चाहिँ हामीले पर्टिकुलर्स अमाउन्ट भनेर लेख्यौं, यसमा चाहिँ हामी पर्टिकुलर्स लेख्दैनौं है। यसमा चाहिँ हाम्रो दुईवटा साइड, एउटा एसेट साइड र अर्को लायबिलिटी साइड चाहिँ हुन्छ है त। यो हामीले स्पेसिमेन यसरी बनाउँछौं। यतापट्टि चाहिँ हामी क्यापिटल एन्ड लायबिलिटिज,
लायबिलिटी राख्छौं र यतापट्टि चाहिँ हामी के राख्छौं त अमाउन्ट राख्छौं यतापट्टि चाहिँ हामी एसेट्स र यतापट्टि अमाउन्ट भनेर चाहिँ राख्छौं अब हामीले माथि चाहिँ हामीले लेख्नुपर्छ ब्यालेन्स शीट अफ भनेर है ब्यालेन्स शीट अफ भनेर कम्पनीको नाम लेख्नुपर्छ कम्पनीको नाम चाहिँ हाम्रो तपाईको चाहिँ क्वेशनमा दिएको हुन्छ है त्यसपछि हामीले एज अन भनेर चाहिँ डेट चाहिँ लेख्नुपर्छ है हामीले ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्टमा चाहिँ फर द इयर एन्डेड भनेर चाहिँ लेख्यौं भनेपछि यसमा चाहिँ हामीले के भनेर लेख्नुपर्ने हुन्छ एज अन भनेर चाहिँ लेख्नुपर्ने हुन्छ सो यसमा लेखेपछि अब हामीले सुरुवात चाहिँ क्यापिटल एन्ड लायबिलिटी साइडबाट गर्ने सुरुमा हामीले क्वेशनमा अथवा ट्रायल ब्यालेन्समा क्यापिटललाई खोज्ने है क्यापिटललाई खोजिसकेपछि हामीले प्रॉफिट एन्ड लस अकाउन्टबाट कि त नेट प्रॉफिट कि त नेट लस निकालेको हुन्छौं है त्यो नेट लस आएको छ भने यदि नेट लस छ भनेपछि है त्यसलाई चाहिँ के गर्ने त लेस गर्ने इफ है इफ यदि तपाईको चाहिँ नेट प्रॉफिट आएको छ है नेट प्रॉफिट आएको छ भने त्यसलाई के गर्ने एड गर्ने इफ अब यो दुईटा मध्ये एउटा आउने दुईटै चाहिँ आउँदैन है हाम्रो चाहिँ के त प्रॉफिट एन्ड लस अकाउन्टबाट कि त हामीलाई नेट लस आउँछ कि त हाम्रो नेट प्रॉफिट आउँछ नेट लस आयो भने चाहिँ क्यापिटलबाट घटाउनु होला नेट प्रॉफिट आयो भने चाहिँ क्यापिटलमा जोड्नु होला त्यसपछि अर्को हाम्रो ट्रायल ब्यालेन्समा पोइन्ट हुन्छ ड्रइङ भनेर ड्रइङ यसलाई पनि हामीले के गर्नुपर्ने हुन्छ त क्यापिटलबाट घटाउनु पर्ने हुन्छ र कहिले चाहिँ तपाईको इन्ट्रेस्ट अन क्यापिटल दियो भने चाहिँ त्यसलाई के गर्नु होला त भन्दाखेरि इन्ट्रेस्ट अन क्यापिटललाई चाहिँ जोड्नु होला है यसरी चाहिँ हाम्रो फाइनल एडजस्टमेन्टको क्यापिटल अमाउन्टलाई चाहिँ हामीले अमाउन्टमा चाहिँ लेख्ने सबै एडजस्टमेन्टहरु चाहिँ भित्र गरिन्छ र अमाउन्ट फाइनल अमाउन्ट चाहिँ हाम्रो के गरिन्छ त अमाउन्ट कलममा चाहिँ लेखिन्छ अब बाँकी तपाईको क्यापिटलको एडजस्टमेन्ट यति भइसकेपछि लायबिलिटीजहरु अरु जति पनि लायबिलिटीजहरु पर्छ हाम्रो करेन्ट लायबिलिटीज र लङ टर्म लायबिलिटीजहरु सबैलाई चाहिँ हामीले यसमा लेख्नु पर्ने हुन्छ जस्तै हाम्रो विभिन्न खालको चाहिँ अकाउन्ट्स पेबल अथवा चाहिँ बिल्स पेबल है विभिन्न खालका क्रेडिटर्स लोन्स डिबेन्चर अनि all the payable amounts है all the payables जति पनि तिर्नु पर्नेहरु छन् सबैलाई चाहिँ हामीले लायबिलिटीजमा लेख्छौं भने हाम्रो एडिसनलमा पनि कहिलेकाहीँ पोइन्ट्सहरु हुने गर्छन् आउटस्ट्यान्डिङ एक्सपेन्सेसहरुलाई पनि हामी के गर्छौं त क्यापिटल एन्ड लायबिलिटी साइडतिर चाहिँ लेख्छौं है त्यसैगरी अब एसेट साइडमा चाहिँ हामी के गर्छौं त भन्दाखेरि हाम्रो अर्गनाइजेसनमा भएका करेन्ट एसेट्सहरु अथवा चाहिँ फिक्स एसेटहरु दुईटैलाई चाहिँ हामी एसेट साइडमा लेख्छौं जस्तै हाम्रो ल्यान्ड होला है त्यसपछि बिल्डिङ होला त्यसपछि हाम्रो फर्निचर होला त्यसपछि हाम्रो इन्भेस्टमेन्टहरु होला हाम्रो क्याशहरु होला बैंक होला है बैंक ब्यालेन्स होला अनि त्यसपछि चाहिँ तपाईहरुको विभिन्न खालका चाहिँ डेब्टर्सहरु होला बिल्स रिसिभेबल बिल्स अथवा चाहिँ अकाउन्ट रिसिभेबलहरु यिनीहरु जति पनि छन् हाम्रो के बुझाउँछन् त यिनीहरुले एसेट्स बुझाउँछन् है यस कुराहरु चाहिँ हाम्रो के हुन्छ एसेट्सहरु हुन् एसेट्सहरुलाई चाहिँ हामीले कताबाट राख्छौं त एसेट्स कोलममा चाहिँ राख्छौं र ब्यालेन्स शीटबाट चाहिँ हामीले के गर्न सक्छौं त भन्दाखेरि अर्गनाइजेसनको फाइनान्शियल पोजिसन चाहिँ डिटरमाइन गर्न सक्छौं र ब्यालेन्स शीट बनाइसकेपछि हाम्रो जहिले पनि के हुनुपर्छ त भन्दाखेरि हामीले यसमा केही पनि निकाल्ने चाहिँ होइन हाम्रो एसेट्स र क्यापिटल एन्ड लायबिलिटी साइड चाहिँ के हुनुपर्छ बराबर चाहिँ हुनुपर्ने हुन्छ है अनि हाम्रो के हुन्छ त हिसाब चाहिँ सही छ भन्ने कुरा चाहिँ ब्यालेन्स शीटले चाहिँ पुष्टि गरिदिन्छ सो हामीले चाहिँ ट्रेडिङ अकाउन्ट बुझ्यौं प्रॉफिट एन्ड लस अकाउन्ट बुझ्यौं र ब्यालेन्स शीट चाहिँ बुझ्यौं है अब हामी के कुरा गर्छौं त भन्दाखेरि एडजस्टमेन्टको कुरा गर्छौं क्लास 10 मा चाहिँ हामीले यति मात्रै बुझेर चाहिँ पुग्दैन क्लास 10 मा चाहिँ हामीले फाइनल अकाउन्टमा 8 मार्क्स ल्याउनको लागि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त एडजस्टमेन्ट इन्ट्रीजहरुलाई चाहिँ एकदमै ध्यान दिएर चाहिँ बुझ्नु पर्ने हुन्छ सो म यहाँ के एडजस्टमेन्ट इन्ट्रीजहरु चाहिँ तपाईहरुलाई चाहिँ भन्न गएको चाहिँ एकदमै इम्पोर्टेन्ट छ ती एडजस्टमेन्ट इन्ट्रीजहरुलाई चाहिँ तपाईले राम्रोसँग बुझ्नु भयो भनेपछि चाहिँ तपाईले के गर्न सक्नुहुन्छ त जस्तो सबै फाइनल अकाउन्टको चाहिँ क्वेशनलाई चाहिँ गर्न सक्नुहुन्छ
अब हामी चाहिँ एडजस्टमेन्ट इन्ट्री चाहिँ सुरुवात कहाँबाट गर्छौँ त भन्दाखेरि क्लोजिङ स्टकबाट गर्छौँ है त। क्लोजिङ स्टक। अब यो क्लोजिङ स्टक भनेको चाहिँ के हो त भन्नुहुन्छ भने हामीले वर्षभरि सामानहरू बेच्छौँ है, सामानहरू हामीले चाहिँ उत्पादन गरेको सामानहरू बेच्छौँ, बेचेर चाहिँ बचेको सामानहरू, बेच्ने सामान त बिकिसक्यो, बिक्न नसकेको सामानहरू अनसोल्ड गुड्सहरूलाई, अनसोल्ड स्टकलाई चाहिँ हामीले भन्छौँ क्लोजिङ स्टक भनेर चाहिँ भन्छौँ। अब यदि यो क्लोजिङ स्टक चाहिँ तपाईँको ट्रायल ब्यालेन्समा दिन्छ भने यसलाई चाहिँ हाम्रो फेरि ब्यालेन्स सिटको एसेट साइडमा मात्रै राखिन्छ। तर हामी चाहिँ यहाँ के कुरा गर्दैछौँ त भन्नु त एडिसनल इन्फर्मेसनको है, एडिसनल इन्फर्मेसनमा चाहिँ कुन कुन पोइन्ट्सहरू दिन्छ भनेर चाहिँ हामी हेर्दैछौँ। एडिसनल पोइन्टमा चाहिँ हामीलाई प्रायः चाहिँ क्लोजिङ स्टक चाहिँ दिइराखेको हुन्छ। सो क्लोजिङ स्टक दिएको बेला चाहिँ हामीले के गर्ने भनेर हेर्नुहोस् है, म तपाईँलाई सजिलो तरिकाले सिकाउँछु। तपाईँको बुकमा चाहिँ प्रफिट एन्ड लस एकाउन्ट अथवा ट्रेडिङ एकाउन्ट अथवा ब्यालेन्स सिट बनाएर चाहिँ कहाँ कहाँ पर्छ भनेर दिएको छ। तर मैले सजिलो गरी बुझ्नलाई चाहिँ के भन्छु भनेपछि जति पनि हाम्रो एडिसनल इन्फर्मेसनहरू हुन्छ नि त्यो सबै एडिसनल इन्फर्मेसनलाई चाहिँ हामीले के गर्नुपर्छ त भन्दाखेरि दुईवटा ठाउँमा चाहिँ इन्ट्री गर्नुपर्ने चाहिँ हुन्छ है। अब तपाईँको दुईवटा ठाउँमा इन्ट्री गर्नुपर्छ भने चाहिँ कहाँ त भन्दाखेरि हामीसँग तीनवटा अकाउन्ट हुन्छ। एउटा हाम्रो के छ त ट्रेडिङ अकाउन्ट छ, अर्को हाम्रो के छ प्रफिट एन्ड लस अकाउन्ट छ हैन, प्रफिट एन्ड लस अकाउन्ट। त्यसपछि अर्को हाम्रो के छ त भन्दाखेरि 3 मा ब्यालेन्स सिट है, ब्यालेन्स सिट छ। यो तीनवटा अकाउन्ट चाहिँ छ हामीसँग फाइनल अकाउन्ट हो। हरेक एडिसनल इन्फर्मेसनलाई चाहिँ तपाईँले के ध्यानमा राख्नु पर्यो त भन्दाखेरि हरेक एडिसनल इन्फर्मेसनको दुईटा इन्ट्री हुन्छ है। एउटा इन्ट्री चाहिँ कहाँ हुन्छ त भन्दाखेरि फर्स्ट इन्ट्री है, फर्स्ट इन्ट्री चाहिँ कहाँ गरिन्छ त भन्नुहुन्छ भने कि त ट्रेडिङ अकाउन्टमा गरिन्छ कि त भने प्रफिट एन्ड लस अकाउन्टमा गरिन्छ है। तपाईँको एडिसनल इन्फर्मेसनको नेचर अनुसार है, जस्तै क्लोजिङ स्टक छ, क्लोजिङ स्टकको नेचर कस्तो हैन, त्यसपछि अरू कुनै खालको रिलेटेड एक्सपेन्सेस होला त्यसको चाहिँ नेचर कस्तो, त्यो नेचर अनुसार चाहिँ उसको के गरिन्छ कि त ट्रेडिङमा हुन्छ कि त भने प्रफिट एन्ड लस अकाउन्टमा हुन्छ। जुन एडिसनल इन्फर्मेसनको इन्ट्री चाहिँ ट्रेडिङमा गरिन्छ त्यसको पिआरमा गरिँदैन है, यति चाहिँ तपाईँले बुझ्नु होला। र अर्को सेकेन्ड इन्ट्री भनेको चाहिँ हामीले कहाँ गर्नै पर्छ त ब्यालेन्स सिटमा चाहिँ गर्नै पर्छ है। सेकेन्ड इन्ट्री कहाँ हुनै पर्छ ब्यालेन्स सिटमा चाहिँ हुनुपर्छ। प्रत्येक एडिसनल इन्फर्मेसनको दुईवटा इन्ट्री हुन्छ बुझ्नु होला। एउटा तपाईँको कि त ट्रेडिङमा हुन्छ कि त प्रफिट एन्ड लस एकाउन्टमा हुन्छ, अर्को चाहिँ कहाँ हुन्छ नै ब्यालेन्स सिटमा चाहिँ हुन्छ नै भनेर चाहिँ तपाईँले यसरी बुझ्नु होला। सो यो कन्सेप्ट बुझिसकेपछि अब हामी के गर्छौँ भन्दाखेरि क्लोजिङ स्टक पनि अब कतिवटा इन्ट्री हुने भयो, दुईटा इन्ट्री हुने भयो। दुईटा इन्ट्रीमा के हुने भयो फर्स्ट इन्ट्री र अर्को के हुने भयो सेकेन्ड इन्ट्री। यो दुईवटा इन्ट्री चाहिँ यसको हुन्छ। अब फर्स्ट इन्ट्री कहाँ गरिन्छ भनेपछि सुन्नुहोस् है, क्लोजिङ स्टक भनेको के हो त भन्दाखेरि हाम्रो सामान नबेचेर है अथवा नबेचिएर चाहिँ बचेको हो भनेपछि हामी के बुझ्छौँ भन्दाखेरि यो चाहिँ सेल्स गर्न रिमेन भएको सामानहरूलाई चाहिँ हामी के भन्छौँ क्लोजिङ स्टक भनेर भन्छौँ। सो सेल्स कहाँ गरिन्छ त हाम्रो फ्याक्ट्रीसँग रिलेटेड भएर चाहिँ सेल्स गरिन्छ। सो सेल्स भन्ने बित्तिकै हाम्रो ट्रेडिङ अकाउन्टमा हुने भएको कारणले गर्दाखेरि फर्स्ट इन्ट्री क्लोजिङ स्टकको कहाँ गरिन्छ त ट्रेडिङ अकाउन्टमा गरिन्छ है, ट्रेडिङ अकाउन्ट। अब को कहाँ गर्ने त फेरि क्रेडिट साइडमा गर्ने है, क्रेडिट साइडमा गर्ने। फर्स्ट इन्ट्री चाहिँ यसको कहाँ गर्ने रे ट्रेडिङ अकाउन्टको क्रेडिट साइडमा गर्ने। अब ट्रेडिङ अकाउन्टमा यसको इन्ट्री गरिसकेपछि प्रफिट एन्ड लस अकाउन्टमा चाहिँ हुने भएन है। अब सेकेन्ड इन्ट्री चाहिँ यसको कहाँ हुन्छ त भन्दाखेरि ब्यालेन्स सिटमा चाहिँ हुने भयो है त, ब्यालेन्स सिटको। अब ब्यालेन्स सिटमा त हुन्छ तर ब्यालेन्स सिटको चाहिँ कहाँ हुन्छ त भनेपछि एसेट साइडमा हुन्छ, एसेट साइडमा गर्ने। हाम्रो हेर्नुहोस् है अर्को 2 नम्बरमा चाहिँ हाम्रो के छ त भन्नुहुन्छ भने आउटस्ट्यान्डिङ। आउटस्ट्यान्डिङ अथवा यसलाई हामी के पनि भन्छौँ त भन्दाखेरि अनपेड, अथवा यसलाई हामी के पनि भन्छौँ त स्टिल टु बी पेड है, अथवा यसलाई हामी के भन्छौँ ड्यू भनेर चाहिँ भन्छौँ एक्सपेन्सेसहरू। अब यी खालका चाहिँ एक्सपेन्सेसहरू हामीसँग आउँछन्। कहिले तपाईँलाई आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनिदिन्छ, अनपेड भनेर भनिदिन्छ, स्टिल टु बी पेड भन्दैला, ड्यू भन्दैला। एक्सपेन्सेसमा चाहिँ कुनै पनि एक्सपेन्सेस हेडिङ चाहिँ दिन्छ है, जस्तै स्यालेरी भन्ला, वेजेस भन्ला, तपाईँको इन्ट्रेस्ट भन्ला है, जस्तो पनि एक्सपेन्सेसका टपिकहरू छन् तिनलाई चाहिँ तपाईँको के दिन्छ त भन्दाखेरि आउटस्ट्यान्डिङ भनेर दिन्छ। अब हेर्नुहोस् यो आउटस्ट्यान्डिङ हामीलाई वेजेस पनि दिन सक्छ, स्यालेरी पनि दिन सक्छ, तपाईँको चाहिँ विभिन्न खालका
अरु एक्सपेन्सेस हेडिङहरु पनि दिन सक्छ रेन्ट भनेर त्यसलाई कहिलेकाहीँ हैन सो त्यो केसमा चाहिँ हामीले के गर्छौं त भन्दाखेरि फर्स्ट इन्ट्री हेर्नुस् है फर्स्ट इन्ट्री चाहिँ कहाँ गर्छौं त भन्दाखेरि ट्रेडिङ यसमा चाहिँ ट्रेडिङ अर पीएल अकाउन्टको है डेबिट साइडमा रिलेटेड हेडिङ भनेर भन्ने रिलेटेड हेडिङ सँग के गर्ने त जोड्ने अनि त्यसपछि अर्को सेकेन्ड इन्ट्री चाहिँ यसको कहाँ हुन्छ त भन्दाखेरि हेर्नु त यो त आउटस्ट्यान्डिङ भनेको चाहिँ अनपेड हेर्नु त स्टिल टु बी पेड भनेको ड्यू अझ तिर्न बाँकी भन्ने बुझायो तिर्न बाँकी भन्ने बुझाउँछ भने चाहिँ हामीसँग ब्यालेन्स शीटमा के हुन्छ त दुईवटा कलम हुन्छ त्यो हामीलाई थाहा छ एउटा के हो त क्यापिटल लायबिलिटीको अर्को एसेट्स को भनेपछि तिर्न बाँकी भनेपछि हाम्रो एसेट्स त हुने भएन सो यो चाहिँ हाम्रो के हुने भयो त क्यापिटल एन्ड लायबिलिटी साइडमा राख्ने है यसरी चाहिँ हामीले के गर्ने भयो त यसको इन्ट्री चाहिँ गर्ने भयो फर्स्ट इन्ट्री यसको कहाँ हुँदो रहेछ ट्रेडिङ अर पीएल अकाउन्टको डेबिट साइडमा रिलेटेड हेडिङ भनेपछि जस्तै आउटस्ट्यान्डिङ वेजेस आयो भने चाहिँ वेजेस भनेको ट्रेडिङको पोइन्ट हो सो ट्रेडिङमा हामीले वेजेससँग जोडेर राख्नु पर्यो होइन आउटस्ट्यान्डिङ स्यालेरी भनेर आयो भने चाहिँ स्यालेरी त फेरि पीएल को पोइन्ट हो सो पीएल अकाउन्टमा चाहिँ स्यालेरीसँग चाहिँ के गर्नु पर्यो त जोड्ने भनेर चाहिँ भन्नु पर्यो है त अब अर्को छ 3 नम्बर भनेर प्रिपेड एक्सपेन्सेसहरु अब हेर्नुस् प्रिपेड एक्सपेन्सेस भनेको पनि कस्तो हो भन्दाखेरि हामीले अग्रिम भुक्तानी गरेका खर्चहरु अग्रिम खर्चहरुलाई चाहिँ हामी के भन्छौं प्रिपेड एक्सपेन्सेस भनेर भन्छौं अब यसको पनि हाम्रो के हुन्छ भन्दाखेरि दुईटा इन्ट्री हुन्छ है दुईवटा इन्ट्री नै हुन्छ ल प्रिपेड एक्सपेन्सेसको अब फर्स्ट इन्ट्री अब हामीले चाहिँ आउटस्ट्यान्डिङलाई जोडेर राख्यो भने प्रिपेडलाई चाहिँ के गर्नु पर्छ घटाउनु पर्ने हुन्छ है ट्रेडिङ अर पीएल अकाउन्टको डेबिट साइडमा रिलेटेड हेडिङ सँग के गर्नु पर्यो अब यसलाई घटाउने है अनि अर्को चाहिँ हाम्रो सेकेन्ड इन्ट्री अब प्रिपेड भनेको छ भने चाहिँ अग्रिम खर्च हो तर वास्तविक खर्च त होइन त्यो कारणले गर्दाखेरि हाम्रो के हुन जान्छ त सम्पत्ति हुन जान्छ है त्यही भएर हामीले यसलाई कहाँ राख्छौं त ब्यालेन्स शीटको एसेट साइडमा राख्छौं है त्यसलाई एसेट्स साइडमा राख्ने अब अर्को छैन त 4 अब अर्को चाहिँ हाम्रो के छ भन्दाखेरि डिप्रिसिएसन है त डिप्रिसिएसन अन फिक्स एसेट्स अब यो के हुन्छ भन्दाखेरि हाम्रो फिक्स एसेटहरु जति पनि फिक्स एसेटहरु छन् है यसमा चाहिँ हाम्रो ल्यान्ड पर्दैन बाँकी फिक्स एसेटहरुमा चाहिँ है के हुन्छ भन्दाखेरि डिप्रिसिएसन हुन्छ डिप्रिसिएसन भनेको के त भन्दाखेरि कुनै पनि फिक्स एसेटलाई चाहिँ हामीले युज टु गर्दै जाँदाखेरि त्यसको भ्यालुमा चाहिँ तपाईको चाहिँ डिक्रिज हुन्छ त्यसको भ्यालु चाहिँ डिक्रिज हुन्छ भनेको चाहिँ त्यसलाई हामी डिप्रिसिएसन भनेर चाहिँ भन्छौं डिप्रिसिएसनलाई चाहिँ मूल्य ह्रास भनेर पनि बुझिन्छ यसको पनि हाम्रो दुईवटा इन्ट्री हुन्छ फर्स्ट इन्ट्री अब डिप्रिसिएसन हुनु भनेको चाहिँ हामीलाई के हो त भन्दाखेरि इन्डाइरेक्ट एक्सपेन्सेस हुनु हो है त इन्डाइरेक्टली हाम्रो एक्सपेन्सेस नै हो अब एक्सपेन्सेस भएको कारणले गर्दाखेरि यसलाई हामी कहाँ लेख्छौं त फर्स्ट इन्ट्री चाहिँ प्रॉफिट एन्ड लस अकाउन्टमा लेख्छौं है त प्रॉफिट एन्ड लस अकाउन्ट हो अब एक्सपेन्सेस भनेपछि त अभियसली चाहिँ कहाँ जाने हो त डेबिट साइडमा लेख्ने है अनि यसमा चाहिँ हेर्नुस् धेरै स्टुडेन्टहरुलाई चाहिँ यहाँ के गर्नुहुन्छ डिप्रिसिएसनलाई चाहिँ प्रॉफिट एन्ड लस अकाउन्टमा लेख्ने हो भनेर त थाहा छ तर जुन रिलेटेड एसेट्स हो त्यसलाई पनि ल्याएर चाहिँ प्रॉफिट एन्ड लस अकाउन्टमा राखिदिनुहुन्छ त्यो चाहिँ गर्नु भएन हामीले के गर्नु भने डिप्रिसिएसन पोइन्टलाई मात्रै के गर्नु पर्यो त भन्दाखेरि प्रॉफिट एन्ड लस अकाउन्टमा राख्नु पर्यो फर्स्ट इन्ट्री त्यो पनि गर्दाखेरि डेबिट साइडमा अर्को हामीले सेकेन्ड इन्ट्री चाहिँ के गर्नु पर्यो भनेपछि सेकेन्ड इन्ट्रीमा चाहिँ अब हामीले ब्यालेन्स शीटमा
ब्यालेन्स सिटको चाहिँ कतातिर त भन्दाखेरि एसेट साइडमा, एसेट्स साइडमा रिलेटेड एसेटसँग, रिलेटेड एसेटसँग डिप्रिसिएसनको भ्यालुलाई चाहिँ के गर्नु पर्यो, घटाउनु पर्यो है। घटाउने डिप्रिसिएसनको भ्यालु जति छ त्यसलाई चाहिँ हामीले घटाउनु पर्यो। अर्को हाम्रो पोइन्ट छ अब हाम्रो एक्युर्ड इन्कम है। एक्युर्ड इन्कम यसलाई चाहिँ हामी इन्कम अन बट नट रिसिभ है, नट पैसा कमाइसकेको हो तर पैसा चाहिँ नपाइएको है, त्यसलाई चाहिँ हामी के भन्छौँ, एक्युर्ड इन्कम भनेर चाहिँ भन्छौँ। अब यस्तो खालको एक्युर्ड इन्कमहरु आयो भने चाहिँ यसको इन्ट्री कसरी गर्ने भनेपछि यसको पनि हामीले कतिवटा इन्ट्री गर्नु पर्यो, दुईवटा इन्ट्री गर्नु पर्यो। एउटा इन्ट्री चाहिँ कहाँ गरिन्छ भनेपछि प्रॉफिट एन्ड लस अकाउन्टमा, प्रॉफिट एन्ड लस अकाउन्टको है क्रेडिट साइडमा कहाँ गर्ने, क्रेडिट साइडमा रिलेटेड है, रिलेटेड इन्कमसँग भनौँ अब, रिलेटेड इन्कमसँग चाहिँ के गर्ने, जोडेर राख्ने, जोडेर राख्ने है। त्यसपछि अर्को यसको सेकेन्ड इन्ट्री, अब एउटा हामीले पैसा कमाइसकेका छौँ तर पाएको छैनौँ भनेपछि पाउन बाँकी छ, पाउन बाँकी भनेपछि हाम्रो के हुन्छ त, एसेट्स हुन्छ। सो ब्यालेन्स सिटको कहाँ राख्नु पर्यो त, अब हामीले यसलाई एसेट साइडमा राख्नु पर्यो है। अर्को छ हाम्रो एडभान्स इन्कम। अब एडभान्स इन्कम है, एडभान्स इन्कम भनेको चाहिँ हाम्रो कस्तो, अनअर्न इन्कम, अनअर्न इन्कम। अब हामीले चाहिँ काम गरेको छैनौँ तर पैसा चाहिँ पहिले लगिसक्यौँ भनेपछि त्यसलाई हामीले के भन्छौँ, एडभान्स इन्कम भनेर चाहिँ भन्छौँ। अब एडभान्स इन्कमको पनि हाम्रो के हुन्छ त, दुईटा इन्ट्री हुन्छ। फर्स्ट इन्ट्री, फर्स्ट इन्ट्रीमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि पीएल अकाउन्टको क्रेडिट साइडमा है, क्रेडिट साइडमा रिलेटेड, रिलेटेड इन्कमसँग, इन्कमसँग एडभान्सलाई चाहिँ के गर्ने, घटाउने है, एडभान्स रिलेटेड इन्कमसँग घटाउने, घटाउने। ल एडभान्स इन्कमलाई चाहिँ घटाउने हो है त। एडभान्स इन्कमलाई चाहिँ तपाईले नजोड्दिनु होला, प्रॉफिट एन्ड लस अकाउन्टमा चाहिँ क्रेडिट साइडको चाहिँ रिलेटेड इन्कमसँग के गर्नु होला, घटाउनु होला। र सेकेन्ड इन्ट्री, अब यो त हामीले एडभान्समा ल्याएको पैसा हो, एडभान्समा ल्याएपछि त हामीले तिर्नु पर्ने हुन्छ। सो तिर्नु पर्ने भनेपछि के हुने हो त, अब ब्यालेन्स सिटको लायबिलिटिज है त, लायबिलिटिज भनेको तिर्नु पर्ने भयो कारणले गर्दाखेरि लायबिलिटिज साइडमा राख्ने है त। अब अर्को हाम्रो चाहिँ हुन्छ इन्ट्रेस्ट अन लोन है, इन्ट्रेस्ट अन लोन। अब लोनमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त, ब्याज तिर्नु पर्ने हुन्छ है। ब्याज तिर्दाखेरि चाहिँ हाम्रो के हुन्छ त, खर्च हुन्छ। खर्च भनेको कारणले गर्दाखेरि सुरुमा चाहिँ हामी के गर्छौँ, यसलाई फर्स्ट इन्ट्री भनेपछि पीएल अकाउन्टको, सरी पीएल अकाउन्टको एउटा चाहिँ हामी डेबिट साइडमा राख्छौँ है, साइडमा लेख्ने। अनि अर्को तपाईको चाहिँ कहाँ हुन्छ त भन्दाखेरि अब यो इन्ट्रेस्ट अन लोन चाहिँ हामीले तिर्नु पर्ने हुन्छ है, तिर्नु पर्ने हुन्छ। सो सेकेन्ड इन्ट्री चाहिँ अब तिर्नु पर्ने भएको कारणले गर्दाखेरि लायबिलिटिज भयो। लायबिलिटिज भइसकेपछि कहाँ राख्नु पर्यो त, अब ब्यालेन्स सिटमा आउटस्ट्यान्डिङ, आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन लोन भनेर राख्ने है, भनेर राखेको चाहिँ कहाँ राख्नु भन्दाखेरि क्यापिटल एन्ड लायबिलिटी साइडमा, लायबिलिटी साइडमा चाहिँ राख्ने है त। अब अर्को के छ भनेपछि इन्ट्रेस्ट अन क्यापिटल। इन्ट्रेस्ट अन क्यापिटलको पनि हाम्रो के हुने भयो, अब दुईटा इन्ट्री हुने भयो। फर्स्ट इन्ट्री है, अब हाम्रो अर्गनाइजेसन भइसकेपछि क्यापिटल भनेपछि हाम्रो अनर्स इक्विटी भनेर बुझ्छौँ। अब
अब अनरले लगाएको पैसामा हामीले के गर्नुपर्ने हुन्छ क्यापिटल चाहिँ तिर्नुपर्ने हुन्छ त्यही भएर यो पनि हाम्रो के नै हुने भयो त खर्च नै हुने भयो पीएल अकाउन्टको डेबिट साइडमा लेख्ने यसलाई पनि साइडमा लेख्ने है अब अर्को चाहिँ हामीले अघि नै चाहिँ ब्यालेन्स सिट कुरा गर्दाखेरि पनि गरिसकेको छौं सेकेन्ड इन्ट्री चाहिँ यसको के हुने भयो त भन्दाखेरि सेकेन्ड इन्ट्री चाहिँ यसको के हुने भयो अब ब्यालेन्स सिटमा बैलेंस शीट में हामीले के गर्नु पर्यो यसलाई त अब कैपिटल एंड लायबिलिटीज साइड में कैपिटल सँग जोडेर है जोडेर चाहिँ यसलाई राख्नु पर्यो अब हेर्नुस् है इन्ट्रेस्ट एन्ड क्यापिटल भइसक्यो नि के गर्ने फर्स्ट इन्ट्री चाहिँ पीएल अकाउन्टको डेबिट साइडमा लेख्ने सेकेन्ड इन्ट्री चाहिँ के गर्ने त ब्यालेन्स सिटमा क्यापिटल एन्ड लायबिलिटी साइडमा क्यापिटलसँग जोडेर राख्ने अब यति भइसकेपछि हाम्रा एकदमै इम्पोर्टेन्ट खालका एडजस्टमेन्टहरु चाहिँ सकिएका छन् है अब हामीले चाहिँ विभिन्न खालका एडजस्टमेन्ट अथवा एडिशनल इन्ट्रेस्टहरु चाहिँ पढिसकेका छौं है अब यसमा चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि क्वेशनले चाहिँ कहिलेकाहीँ के गरिन्छ हामी अलिकति चाहिँ झुक्काइदिन खोजिरहेको चाहिँ हुन्छ सो त्यो अवस्थामा चाहिँ हामीले के गर्ने त भन्दाखेरि क्वेशनलाई चाहिँ राम्रोसँग चाहिँ पढ्नुपर्ने हुन्छ कसरी झुकाउँछ भने चाहिँ क्वेशनमा चाहिँ कहिलेकाहीँ हामीलाई हिडन इन्फर्मेसन अथवा चाहिँ हिडन एडजस्टमेन्ट्सहरु दिइदिन्छ है हिडन एडजस्टमेन्ट कसरी दिन्छ भनेपछि हेर्नुस् है धेरै तरिकाले चाहिँ तपाईलाई क्लास 10 मा नसोध्यो भने तीनवटा तरिकाले चाहिँ सोध्न सक्छ जस्तै 10% बैंक लोन हैन त्यसपछि तपाईको चाहिँ अर्को के भनिदिन सक्छ त भन्दाखेरि रेन्ट @6000 पर मन्थ भनेर चाहिँ तपाईको अब तपाईको रेन्ट @6000 पर मन्थ भनेर चाहिँ तपाईको यहाँ चाहिँ कति मात्र दिन सक्छ त भन्दाखेरि 50000 मात्र दिन सक्छ है त्यसपछि तपाईको अर्को के हुन सक्छ त भन्दाखेरि 3 नम्बरमा 10% इन्भेस्टमेन्ट भनेर चाहिँ दिन सक्छ सो यस्तो केसमा चाहिँ हामीले के गर्ने त भन्दाखेरि यिनीहरुमा पनि हिडन इन्फर्मेसन अथवा चाहिँ हिडन एडिशनल इन्फर्मेसन छ भनेर चाहिँ बुझ्नु पर्यो अब यो 10% बैंक लोन भन्नुको अर्थ के होला भन्नुस् त 10% बैंक लोन भनेर मानिले हामीलाई 1 लाख रुपैयाँ दियो 1 लाख रुपैयाँ दिनु भनेको चाहिँ हाम्रो इन्ट्रेस्ट आउटस्ट्यान्डिङ अन बैंक लोन भन्न खोजेको हुन्छ किनभने 1 लाख को त हामीले बैंक लोन ल्यायौं अब बैंक लोन 1 लाख रुपैयाँ ल्याइसकेपछि यसमा इन्ट्रेस्ट दिनु पर्यो परेन कति पर्सेन्ट बनाएको छ त 10% हामीले बैंक लोन ल्याएको छौं भने चाहिँ अब हामीले 1 लाख को चाहिँ 10% निकालेर चाहिँ हिसाब किताब राख्नु पर्ने हुन्छ एउटा कहाँ राख्नु पर्यो पीआर मा राख्नु पर्यो अर्को चाहिँ आउटस्ट्यान्डिङ भनेर क्यापिटल एन्ड लायबिलिटी साइडमा चाहिँ राख्नु पर्यो ब्यालेन्स सिट हो अब अर्को चाहिँ हेर्नु त रेन्ट @6000 पर मन्थ भनेको छ अब हेर्नुस् है 6000 पर मन्थ भनेको जस्तो 12 महिनाको कति हुन्छ अब हेर्नु त 12 * 6000 गर्नुस् अब चाहिँ 22000 हुने भयो तर हाम्रो रेन्ट कति मात्र तिरेको छ त 50000 मात्रै तिरेको छ भने चाहिँ अब हाम्रो कति बाँकी रह्यो त 22000 रेन्ट चाहिँ के भयो त आउटस्ट्यान्डिङ भयो सो आउटस्ट्यान्डिङ रेन्ट भनेपछि के गर्नु फेरि अब प्रॉफिट एन्ड लस एकाउन्टमा एकचोटी यसलाई जोड्नु पर्यो 22000 रुपैयाँ फेरि ब्यालेन्स सिटको क्यापिटल एन्ड लायबिलिटी साइडमा चाहिँ लेख्नु पर्यो अर्को 10% इन्भेस्टमेन्ट भनेर पनि हामीलाई 1 लाख रुपैयाँ दिएको छ भनेपछि अब हेर्नुस् 1 लाख रुपैयाँमा 10% इन्भेस्ट 10% को दरले चाहिँ 1 लाख रुपैयाँ इन्भेस्ट गरेका छौं भनेपछि 1 लाख रुपैयाँ इन्भेस्ट गर्दाखेरि त्यसको 10% हामीलाई कति आउने हुन्छ त 10000 रुपैयाँ आउने हुन्छ सो 10000 रुपैयाँ चाहिँ हाम्रो प्रॉफिट एन्ड लस एकाउन्टमा कहाँ लेख्नु पर्यो एउटा क्रेडिट साइडमा लेख्नु पर्यो अर्को चाहिँ तपाईको इन्भेस्टमेन्टमा चाहिँ जोडेर एसेट साइडमा चाहिँ ब्यालेन्स सिटको लेख्नु पर्यो है यसरी हाम्रो हिडन एडजस्टमेन्टहरुलाई पनि हामीले गर्न सक्छौं